यता चाहिँ म्याथ एक्जिबिसन भइरहेको छ जनप्रकाश सेकेन्डरी स्कुलमा। यहाँ ओडाबाट के सहयोग आयो र तपाईँ म्याथमै के गर्न सक्नुहुन्छ ओडाबाट त्यो भनिदिनु पर्छ। मैले गत साल पनि यो सबै अवलोकन गरेँ, भिजिट गरेँ, यस बारेमा मलाई धेरै खुसी पनि लाग्यो। जस्तै अब म्याथको विषय छ नि, हामीले हिजो म्याथको विषय संवेदनशील थियो होइन, त्यो संवेदनशील विषयलाई चाहिँ हामीले व्यवस्थापन गर्न, जस्तै अहिले म्याथको टिचर हुनुहुन्छ होइन, म्याथ टिचर पढ्नु छ होइन, उहाँलाई यहाँ चाहिँ के अरे सरुवा गरेर ल्याउनुको मैले बहुत मेहनत गरेँ होइन। मेहनत गरेर उहाँलाई मैले त्यो यहाँ व्यवस्थापन गर्ने बेलामा उहाँसँग धेरै कुरामा त्यहाँ संवाद भयो। तपाईँले जनप्रकाश विद्यालयलाई आफ्नो विषयमा तपाईँले पूर्णता हासिल गराउनुको निम्ति तपाईँले भूमिका निर्वाह गर्न सक्ने हो भने तपाईँलाई यहाँ वेलकम गर्ने नगर्ने भनेर हामीले भन्यौँ। उहाँले पनि सबै कुरामा हामीले संवाद गरेर अनि सर्त गराएर उहाँलाई चाहिँ यहाँ इन्ट्री गरायौँ होइन। र इन्ट्री गराएपछि अनि उहाँलाई मैले तपाईँको विषयमा जब पहिलो वर्ष यहाँ हेऱ्यौँ र उहाँले पहिलो वर्ष मैले उहाँलाई प्रस्ताव राखेँ, तपाईँले 100% चाहिँ 100% तपाईँले आफ्नो विषय उत्तीर्ण गर्न सक्नुहुन्छ भनेर मैले क्वेसन गरेँ। र क्वेसन गर्दै उहाँले मैले पहिलो प्रायोरिटीमा फर्स्ट टर्ममा म 80% क्रस गराउँछु, त्यसपछि क्रमिक रूपले म 7% म पुऱ्याउन पनि म प्रयास गर्छु अध्यक्ष भनेर उहाँले त्यो मसँग त्यो कुरा राख्नुभयो। र उहाँको अहिले त्यो इन्ट्री पश्चात उहाँको चाहिँ सबै विषयहरू देख्दाखेरि मलाई त्यो कुरा एकदम खुसी पनि लाग्यो, गर्व पनि महसुस भएको छ होइन। तर उहाँलाई मैले सबै कुरा प्रस्ताव गरेको छु, यो तपाईँको यो विषयमा तपाईँले के चिजको आवश्यकता महसुस गर्छ त्यो कुरा ओडालाई चाहिँ के अरे जानकारी गराउनुहोस्। त्यही हिसाबले ओडाले बजेट व्यवस्थापन गरेर बच्चाहरू जस्तो मैले अस्ति यहाँ बच्चालाई सबैलाई सोधेँ होइन, सोद्धाखेरि कोही कोहीले हामी मेटेरियल पाउन सक्यौँ भनेदेखि हाम्रो आफ्नो लक्ष्यअनुसार हामी काम गर्न सकिन्छ भन्ने चाहिँ आशयहरू चाहिँ पाइयो होइन। अनि यो पालि चाहिँ ओडाबाट कतिको बजेट सहयोग भयो म्याथ एक्जिबिसनको लागि? अब अहिले म्याथ हामीले गत साल म्याथको चाहिँ के अरे टिचरहरूलाई चाहिँ यो अलिकति सबैलाई चाहिँ विशेष रूपमा म्याथको विषयलाई चाहिँ राम्रो चाहिँ प्रायोरिटी दिनु पऱ्यो भनेर हामीले गत साल चाहिँ 3 लाख रुपियाँ विनियोजन गरेका थियौँ। 3 लाख रुपियाँले हामीले समग्र कास्टभरिको सबै म्याथ टिचरहरू ल्याएर एउटा चाहिँ 3 दिन चाहिँ हामीले क्लास पनि गरायौँ होइन। योबाट चाहिँ साइन्सलाई गरेका छ हामीले, साइन्सलाई प्राथमिकता दिएका छौँ होइन। अब अरू चाहिँ उहाँहरूलाई चाहिँ यसको चाहिँ प्रोजेक्ट प्लान प्रस्ताव बनाएर ल्याउनुहोस् भनेर मैले भनेको छु होइन। अब यो वर्ष उहाँले चाहिँ ल्याउनु होला, ल्यायो भने अब 83-84को बजेटबाट हामीले के छ चाहिँ औचित्य र आवश्यकताको आधारमा प्राथमिकता दिएर जाने भनेर भनेको छु। धन्यवाद। अनि तपाईँ हाम्रो स्कुलको प्रधानाध्यापकज्यू, हजुरको शुभ नाम? मेरो शेखर नाथ शर्मा। अनि यो हाम्रो जनप्रकाश स्कुलमा चाहिँ यो म्याथको एक्जिबिसन भइरहेको छ, भइरहेछ। त्यसमा चाहिँ हाम्रो जनप्रकाश स्कुलले चाहिँ कति सहयोग गर्यो त नि? यो त तिमीहरूको शैक्षिक सामग्री निर्माण गर्ने जिम्मा हामीले भाइ बहिनी लागेको हो र यस्ता किसिमका शैक्षिक सामग्री निर्माण गर्दाखेरि सकेसम्म चाहिँ स्थानीय वस्तुहरूको चाहिँ प्रयोग गर्नुपर्छ, जुन वस्तुहरू चाहिँ कम खर्चिला हुन्छन्, पैसा तिर्न पर्ने खालका हुन्छन् होइन। त्यस्ता वस्तु फालिएका वस्तुहरू समेटेर शैक्षिक सामग्री निर्माण गर्न सक्यो भने सबभन्दा राम्रो। र त्यस्ता सामग्रीहरू हामीले गर्छौँ भन्दाखेरि पनि कहिले कहिले पाइँदैनन्, केही सामानहरू किन्न पर्ने अवस्था आउँछ होइन। जस्तै चार्ट पेपर चाहियो, किन्न पर्यो होइन। अब त्यस्तै पाइपहरू चाहिँ होलान् होइन, त्यस्तै पेन्सिलहरू, इरेजरहरू होलान्, अरू सामानहरू होलान्। ती सामग्रीहरू खरिद गर्न पर्यो भने त्यो सामानहरू त हामीले पैसा हाल्नुपर्ने हुन्छ। त्यो जुन कुरा हामीले चाहिँ स्थानीय तवरमा प्राप्त गर्न सक्दैनौँ, हामीसँग उपलब्ध छैनन् होइन। पैसा हालेर किन्न पर्ने सामानहरूलाई सबैलाई चाहिँ कृष्ण सरलाई भनेर कृष्ण सरको चाहिँ समन्वयको जिम्मेवारी दिएर अनि चाहिने सामग्रीहरू विद्यालयबाट खर्च गरिएको छ। अनि तपाईँले यहाँ जनप्रकाश स्कुलमा चाहिँ यो म्याथ एक्जिबिसन हुँदै गर्दाखेरि कतिपयले कस्तो सामान बनाए तपाईँले हेर्नुभयो र कसको चाहिँ अत्यन्तै राम्रो छ त्यो पनि तपाईँले प्रतिक्रिया दिनु? यो सामानहरू अस्ति जुन प्रदर्शन भएको थियो त्यो भिडभाडमा म चाहिँ व्यस्त थिएँ र मैले 2 जना सरहरू बाहिरबाट पनि आउनुभएको थियो यो निरीक्षणको लागि होइन। र उहाँहरूले चाहिँ प्रथम द्वितीय तृतीय को छ, कसो चाहिँ राम्रो छ, कसले बढी मेहनत गरेको छ होइन, कसले चाहिँ स्थानीय स्रोत साधनहरूको चाहिँ धेरै प्रयोग गरेको छ भन्ने कुराहरू हेरेर फर्स्ट, सेकेन्ड, थर्ड, फोर्थ र सान्तवना गरी उहाँहरूले छुट्याउनु भएको छ होइन। र विद्यार्थी भाइ बहिनीहरूको चाहिँ जुन प्रस्तुति छ त्यो अत्यन्तै राम्रो भएको
बाहिरबाट मैले पाएको छु र मैले अब मलाई फुर्सद नहुँदाखेरि यी चाहिँ नि जुन शैक्षिक सामग्रीहरू निर्माण भएका छन् तिनलाई चाहिँ नि अवलोकन गर्नेछु। हजुर अनि सर तपाईँ हाम्रो स्कुलले पनि यहाँ विद्यार्थीहरूको लागि केही बजेट छुट्याइदिएर गर्दाखेरि अझै पनि राम्रो हुन सक्ने र विद्यार्थीहरूले अझै राम्रो सामानहरू बनाउन सक्ने सम्भावना मैले देखेको छु। त्यसमा चाहिँ तपाईँको भनाइ के छ सर? होइन, एकदम राम्रो। विद्यार्थीहरूलाई उत्प्रेरित गर्नु हाम्रो कर्तव्य हो। र विद्यार्थीहरूलाई यही प्र्याक्टिकल्ली उनीहरूले बनाएका शैक्षिक सामग्रीहरूले उनीहरूको सिकाइ कार्य चाहिँ सजिलो हुन्छ, सजिलोसित सिक्न सक्छन् भन्ने मूल उद्देश्य हो। र विद्यार्थीहरू चाहिँ विद्यालय प्रशासनसँग सहकार्य गरेर हामीले यस्ता यस्ता सामानहरू तयार गर्नु छ सर भनेर पहिले चाहिँ उनीहरूले एउटा प्रस्तावना पेश गर्नुपर्छ। प्रस्तावना पेश गरिसकेपछि ती सामग्रीहरू विद्यालयले उपलब्ध गराउन सक्ने सम्मका चाहिँ सबै सामानहरू विद्यालयले उपलब्ध गराउँछ र विद्यार्थीलाई उत्प्रेरित गरेर सिकाइ सहजीकरण गर्नको लागि विद्यालय प्रशासन सधैँ लाग्छ। हस् त धन्यवाद सर। थ्याङ्क यू। हस् त अनि हजुर सर अब हाम्रो यता के अरे भाइस प्रिन्सिपल तपाईँ चाहिँ हाम्रो जनप्रकाश सेकेन्डरी स्कुलको र यहाँ हाम्रो चाहिँ म्याथ एक्जिबिसन भइरहेको छ र यता म्याथ एक्जिबिसन भइरहेको बेलामा चाहिँ तपाईँले चाहिँ यहाँ के कति विद्यार्थीहरूले चाहिँ कस्तो कस्तो खालको सामान बनाएका छन् र कतिपयले धेरै राम्रो बनाएका छन्, तपाईँलाई कुन चाहिँ कस्तो सामानहरू चाहिँ राम्रो लाग्यो त्यो भनिदिनु र प्रतिक्रिया दिनु त सर। हाम्रा विद्यार्थी भाइ बहिनीहरू जे जतिले म्याथका सामग्रीहरू बनाउनु भएको छ उहाँहरू सबैलाई धन्यवाद। र यसमा हाम्रो गणित शिक्षक समूह र गणित शिक्षक समूहको संयोजकको रूपमा कृष्ण सर रहनुभएको छ, उहाँलाई पनि म धन्यवाद तथा बधाई ज्ञापन गर्न चाहन्छु। सबैले राम्रो गर्नुभएको छ र त्यहाँ बनाइएका सामग्रीहरू लो कस्टका सामग्रीहरू र कतिपय नो कस्टका सामग्रीहरू बनेका छन् र यसरी हाम्रा सामग्रीहरू निर्माण गरेर त्यसलाई रियल टिचिङ लर्निङ प्रोसेसमा अप्लाई गर्न सक्दा ती सामग्रीहरू उपयुक्त छन् र मैले यो भन्ने भन्दा पनि अलमोस्ट सबै नै सामग्रीहरू उत्कृष्ट बनेको मैले पाएको छु र मलाई निकै नै गौरवको महसुस भइरहेको छ। जनप्रकाशभित्र यति राम्रो राम्रो क्रियाकलापहरू भइरहेको छ र विद्यार्थीहरू यति मेहनती भइरहेका छन्, यति मेहनत गरिरहेका छन्, ती सबैप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। अनि सर हाम्रो यो जनप्रकाश स्कुलले चाहिँ म्याथको लागि चाहिँ विशेष गरेर चाहिँ के गरिरहेको छ त नि अहिले? हो, म्याथको लागि हामीले एउटा स्टिम प्रोग्राममा हामीले पार्न सफल भयौँ र हामीलाई केही लगानी पनि भएको थियो र म्याथका धेरै सामग्रीहरू बन्न सकेका पनि छन् र म्याथको छुट्टै ल्याब पनि गठन भएको छ, ल्याब पनि बनेको छ र त्यसमा सामग्रीहरूको बृहत्तर प्रयोग पनि भएको छ र म्याथका शिक्षकहरू नियमित रूपमा आफ्ना बैठकहरू सञ्चालन गरेर विद्यालयको गुणस्तर वृद्धिमा लागिराख्नु भएको छ। त्यति मात्रै नभइकन यसै वर्ष हाम्रो म्याथको क्विज पनि सञ्चालन भयो, त्यसले पनि अन्य विद्यालयका विद्यार्थी भाइ बहिनीहरू पनि लाभान्वित भए। त्यति मात्रै नभइकन हामीले 40वटा विद्यालयका विभिन्न शिक्षकहरूलाई म्याथ शिक्षकहरूलाई बोलाएर त्यहाँ अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न सक्यौँ। वडा नम्बर 29 को आर्थिक सहयोगमा यसले ठुलो टेवा पुगेको छ र यस्ता कामहरू भएका छन्। त्यो भएर पनि म्याथ निकै अगाडि बढेको, म्याथ शिक्षक समूह र म्याथ विषय आफै पनि गुणस्तरीय हिसाबले अगाडि बढेको पाइएको छ। हस् त सर, धन्यवाद तपाईँलाई। थ्याङ्क यू। कस्तो रह्यो भन्दा विगत 3 वर्षबाट हामीले जनप्रकाश माविमा भाइ बहिनीहरूको सक्रियतामा र हामी गणित शिक्षकहरूको गाइडेन्समा म्याथ एक्जिबिसन गर्ने गरेका छौँ र विशेष त म्याथमेटिक्समा मेरो आगमनभन्दा अगाडि म्याथको रिजल्ट असाध्यै न्यून थियो अनि मैले के सोचेँ भन्दा विद्यालयको समग्र रिजल्टै गणितले बिगारिरहेको अवस्थामा यो गणितलाई म्याथमेटिक्सलाई रिजल्ट अलिकति राम्रो गर्न पायो भने अझ चाहिँ विद्यालयको रिजल्ट बढ्थ्यो भन्ने उद्देश्यले हामीले के गरेका छौँ भन्दा हरेक वर्ष म्याथ एक्जिबिसन गरेका छौँ र यो वर्ष पनि करिब 255वटा म्याथका मेटेरियलहरू बनेका छन् र हामीले यसलाई प्रतिस्पर्धात्मक रूपमा अगाडि बढाएका छौँ। हामीसँग 5वटा
तहहरू छन्। एलकेजीबाट 1सम्मको, 1बाट 5सम्मको, 6, 7को अनि 8, 9, 10को, 11, 12को गरेर हामीले 5वटा तहहरूमा छुट्याएका छौँ र यही 5वटा तहहरूबाट फर्स्टलाई हामीले विद्यालयको तर्फबाट 1500, 900 र 1200, 900 रुपियाँ छुट्याएको पनि छ र अन्य जो सहभागी साथीहरू छन् विद्यार्थी भाइ बहिनीहरू उनीहरूलाई प्रमोट स्वरूप हरेक विद्यार्थीलाई पुरस्कारको व्यवस्था पनि हामीले गरेका छौँ। अनि विद्यालयले विद्यार्थीहरूलाई यो शैक्षिक सामग्री बनाउँदा केही सहयोग गरेको छ छैन? विद्यालयले ठुलो सहयोग त गर्न सकेन, किन भन्दा बच्चाहरूले यो जुन सामग्री बनाए यो सामग्रीमा उनीहरूको लगानी 100% लगानी थियो भने त्यसको 10%, 20% कुनै मेटेरियलमा त्यति जति चाहिँ हामीले लगानी गऱ्यौँ। किन भन्दा थुप्रै विद्यार्थी भाइ बहिनीहरू थियो, विद्यालयले चाहिँ जम्मा 10,000 रुपियाँ विनियोजन गरेको थियो शैक्षिक सामग्री किन्नको लागि भनेर। त्यो 10,000ले असाध्यै न्यून हुँदो रहेछ। आगामी वर्षमा यो बजेट अलिक कम हुँदिरहेछ भन्ने हामीले त्यो सोचेका छौँ र बजेटलाई अलिकति बढाएर विद्यालयसँग माग गर्नेछौँ। तथापि विद्यार्थीलाई सबै उनीहरूले लगानी गर्नुपर्ने थियो, केही विद्यालयले गर्यो र धेरै विद्यार्थी आफैले लगानी गरेर शैक्षिक सामग्री बनाएका छन् र यो विद्यार्थी छन्द्रको म जनप्रकाशमा छु, विद्यार्थी छन्द्रको म्याथमेटिक्स छ भन्ने जस्तो मलाई चाहिँ लाग्छ र विद्यार्थीले ठुलो मेहनतको बावजुद नै यो चाहिँ जुन एक्जिबिसन हामी सफल गर्न सकेका छौँ मलाई त्यो लाग्छ। विद्यार्थी भाइ बहिनीहरूलाई म भित्री हृदयबाट नै हार्दिक आभार व्यक्त गर्न चाहन्छु। किन भन्दा तिमीहरूले नै गर्दा यो एक्जिबिसनलाई सफल बनाउन सकिएको छ। तिमीले गर्दा नै यो जनप्रकाश माध्यमिक विद्यालयको रोशन बढेको छ। जनप्रकाश माध्यमिक चाहिँ जुन यो जहाँसुकै अरूलाई पनि प्रेरणा बनेको छ। अब हामी यसै गरेर केमा सोच राखेका छौँ भन्दा यसीमा पनि जसरी यो उत्साहजनक चाहिँ जुन आएको छ प्रदर्शनी यसरी नै यसीमा पनि उत्साहजनक रिजल्ट ल्याउने हाम्रो चाहिँ कुरा छ। सामग्री व्यवस्थापन हाम्रो गणित प्रयोगशाला छ। अहिले भइरहेको मौजूदा गणित प्रयोगशाला सानो भएर अहिले नयाँ बिल्डिङमा हामीले ठुलो कोठामा गणित प्रयोगशाला चाहिँ व्यवस्थापन गर्न गइरहेका छौँ। यी सामग्रीहरू आगामी वर्षमा पनि अरू चाहिँ आउँदा वर्षहरूमा पनि तिनीहरूको नामसहित बनाएका भाइ बहिनीको नामसहित अब आउने भाइ बहिनीले पनि तिनीहरूलाई पहिचान गर्नेछन्, सामग्रीबाट ज्ञान दिन सक्नेछन्। र यसै गरी मैले अझ के सोच बनाएको छु भन्दा मैले राखेको एज ए गणित शिक्षक यसीको रिजल्टमा हरेक वर्ष जिपिएफ खोल्याउने विद्यार्थी भाइ बहिनीहरूलाई मैले नगद पुरस्कारको चाहिँ पनि घोषणा गरेको थिएँ। त्यसअनुसार यो वर्ष पनि 10जना विद्यार्थीहरू गणितका जिपिएफ खोल्याएका छन् म्याथमेटिक्समा। उनीहरूलाई पुरस्कारको सिलसिलामा आज पनि उनीहरूलाई आमन्त्रण पनि गरेको छु र पुरस्कार मेरो तर्फबाट पनि दिएको छु। किनभने यिनै बच्चाले गर्दा नै म माथि भएको म्याथमेटिक्स माथि रहेको लाग्छ। भाइहरूले मलाई यो अवसर दियो, त्यसको लागि धेरै सर नमस्ते। हजुर नमस्ते। अनि हजुरको शुभ नाम? मेरो नाम सुनिल तिवारी। सुनिल तिवारी। अनि हजुर अनि तपाईँ यहाँ जनप्रकाशको शिक्षक, अनि हजुरलाई चाहिँ यो म्याथ एक्जिबिसन हुन लागिरहेको छ, तर तपाईँले चाहिँ यहाँ के माहौल देख्नुभएको छ र जनप्रकाश सेकेन्डरी स्कुलमा चाहिँ कस्तो कस्तो सामानहरू बनेको छ र के गर्दाखेरि चाहिँ अझै उचित हुन्थ्यो तपाईँलाई कस्तो लागेको छ सर? सबभन्दा पहिला म्याथ एक्जिबिसन हुन लागेको भन्दा पनि म्याथ एक्जिबिसन भइरहेको छ होइन। त्यसमा छोटो समयमा अब विद्यार्थीहरूले तयार गरेका सामग्रीहरू सन्तुष्ट हुने खालकै छन्। अब जति प्रयास गरे त्यो ठिक छ, राम्रै छ, राम्रै बनाइरहेको छ। अब यसमा अलिकति टाइम लामो लिएर गर्ने हो भने र आइडियोलोजीहरू पनि अलिकति बढी लिएर गर्ने भने योभन्दा धेरै उत्कृष्ट सामानहरू पनि बन्न सक्छन्। तर जति गर्नुभयो त्यो चाहिँ बेस्ट नै छ। अहिले छोटो समयमा गरेको टाइम अनुसार बेस्ट छ। हजुर। अनि यो हाम्रो स्कुलले चाहिँ यो हाम्रो म्याथ एक्जिबिसनको लागि बजेट चाहिँ कति जति छुट्याइदिएको थियो सर? तपाईँलाई अलिकति जानकारी छ होला? त्यो त म्याथ सरसँग कन्सल्ट गर्नुपर्ने हुन्छ होइन। हजुर। तर मेरो जानकारी आएसम्म बच्चाहरूले कस्तो खालको इन्स्ट्रुमेन्टहरू बनाउने र त्यसको लागि के सामान चाहिन्छ त्यो सामान चाहिँ म्याथ टिचरले सजीकरण गरिदिनु होला भन्ने खालको कुरा थियो। त्यो ठ्याक्कै खर्चको विवरण त के छ मलाई ठ्याक्कै थाहा भएन। हजुर। अनि त्यसपछि यो हाम्रो यतातिर प्रोग्रामहरू पनि भइरहेको छ र अनि त्यसपछि तपाईँलाई यताको माहौल कस्तो आइरहेको छ? आजको प्रोग्राम ठिक छ, प्रोग्राम राम्रो भइरहेछ। अब बच्चाहरू देखाएको सांस्कृतिक कार्यक्रमहरू पनि राम्रै छन्। यद्यपि अब यसमा पनि केही सुधारहरू गर्नुपर्ने त देखिन्छ, तर जे छ राम्रो भइरहेछ।
राम्रो तरिकाले गइरहेछ प्रोग्राम यति अबलाई लामो समयसम्म नै अभिभावकहरू कुरेर बसिराख्नु भएको छ विद्यार्थी भाइ बहिनीहरू कुरेर बसिरहेछन् सबै राम्रै छ हेलो भन बहिनीहरू ल यसको बारेमा भन क्यों नहीं हो क्यों कैसी हो गाड़ी को कस्तो गाडी हो भन त यो के आउनु न यसको बारेमा ल भनौँ न म्याथको कसरी प्रयोग गरिन्छ देखाउँछ साढे 12 बजी भन्नु पर्यो कसरी देखाउने फेरि कति क्लास हो नि हो ल भन कहाँसम्म गर्छु यहाँसम्म बहिनी यो तिमीहरूले राम्रो बनाएर छ है ल ठिक छ कति क्लास हो के हो भन त यो देखाउ त कसरी छ सर यो चाहिँ 1 हो 1 यो चाहिँ 2 अनि 2 मतलब स्क्वायर स्क्वायरको नाम स्क्वायर मतलब 1 सेम अङ्कलाई मल्टिप्लाई गर्ने के या 1 छ नि 1 मल्टिप्लाई गर्ने के 1 लाई नै 1 ले मल्टिप्लाई गर्ने अर्को देखाउनु न सेम अङ्कलाई मल्टिप्लाई गर्नु पर्यो 1 अनि मल्टिप्लाई फेरि सेम अङ्क 1 1 2 मैले बुझेँ तिम्रो नाम भन त आदिन परिया आदिन ADSIN हो आदिन परियार हो मेरो 5 अर्को कता हो देखाऊ गुड भेरी गुड यहाँ पनि सेफ नै रहेछ नमस्ते नमस्ते सर्कल ट्रायंगल वाटर ट्याङ्क यो चाहिँ ओभल भनेर चिनिन्छ ट्रायंगल ओभल रेक्टेंगल यसलाई चाहिँ ओभल भनेर नि चिनिन्छ अनि यो चाहिँ रोडहरु ल
भाइहरूको दामी छ है जस के हो भाइहरू ल भन त Mathematical city, square, rectangle, circle, triangle, water tank, rectangle, oval, triangle, circle, square. यो नि यो तपाईले बनाएको Mathematical city. हामीले एउटा त्यो म्याथमेटिकल सेप भएको सबै सामान बनाएर स्क्वायर अनि तपाईको सिटीमा भएको घर हो यो अनि यो कुन सेपमा बनाएको छ यो स्क्वायर सेपमा बनाएको स्क्वायर भनेको के हो बाबु भन न मलाई स्क्वायर भनेको कस्तो हुन्छ हेलो सबै स्क्वायर हो कि यो सबै स्क्वायर हो यो सबै स्क्वायर हो यो रेक्टेंगल छ यहाँ रेक्टेंगल छ स्क्वायर अनि यो चाहिँ के हो यो अनि यहाँ के छ म्याथमेटिक्स छ यहाँ केही सेपहरू छ यहाँ तपाईँहरू रेक्टेङ्गल छ कि लाइन वाइट हो कलर भयो ए यो के हो हेऱ्यो के भन्न सक्नुहुन्छ रेक्टेङ्गल छ यो सेपमा कि त्यो सेपमा ठिक छ राम्रो बनाएको छ ल भाइ ल भाइ यो के बनाएको तिमीहरू भन त ल स्क्वायर अफ नम्बर होल स्क्वायर भनेको एउटा नाता जस्तै यो नम्बरको हो त्यस्तो 6 को टेबलमा त बुझ्यो भने 6 को टेबलमा सेम नम्बर 6 नै मल्टिप्लाई गर्न आयो भने त्यसको इक्वल टु 36 हुन्छ भने छड्नु ओइ 36 को ल ठिक छ भाइ ल बेस्ट अफ लक ल बहिनीहरूको के हो यो हाम्रो ट्रायंगल होइन सर्कल अनि यो चाहिँ के हो नि अनि हाम्रो चाहिँ फ्र्याक्सन छैन 1 बाट 10 सम्म इम्प्रुभ गरेर प्रुभ गर्छ इभिमा 1/2 1/3 1/4 1/5 1/6 1/7 1/8 1/9 1/10 ल बहिनी बेस्ट अफ लक है त ल भाइहरू ल यो चाहिँ स्क्वायर नम्बर मेसिन हो अँ यसले चाहिँ स्क्वायर नम्बरहरू देखाउँछ 1 into 1 1 हो 1 को स्क्वायर 1 2 into 2 4 into 3 9 4 into 4 16 5 into 5 25 गुड आफ्टरनुन भाइ नमस्ते टाइप्स अफ एङ्गल यसले के गर्छ काम ल भन्न त भाइ कुन एङ्गल मलाई 90 डिग्री देखाउ 90 डिग्री ल दाइ ल एउटा देखाउ ल जुन देखाए नि अब तपाईले 90 डिग्री भन्नु हो 90 ल ठिक छ यो पहिला नुल अनि टाइपहरु चाहिँ नल रिफ्लेक्स एक्स अब्ट्युस उस स्ट्रेट आदिहरु चाहिँ एंगलहरु हुन्छ है नमस्ते गुड आफ्टरनुन यो चाहिँ स्क्वायर नम्बर 2 को स्क्वायर 4 2 को स्क्वायर 9 4 को स्क्वायर 16 5 को स्क्वायर 25 12 सम्म हो यस्तो नै 6 को स्क्वायर 36 7 को स्क्वायर 49 8 को स्क्वायर 64 9 को स्क्वायर 81 10 को स्क्वायर 100 11 को स्क्वायर भाइ यो बनाउनलाई तिमीहरुले के मेथड युज गर्यौ ल भन त के
के गर्यौ? हामीले फर्स्टमा कार्डबोर्ड लिएर आयो कार्डबोर्ड लिएर आयो अनि यो बक्स साइनबोर्डको बक्स खोल्दै अनि यो चार्ट यहाँबाट त्यसको बारे भन्नु सबै फेसेसहरू यो चाहिँ हाम्रो फर्मुला मेसिन यसमा चाहिँ हामी पढाउँदाखेरि यो फर्मुला अनि यसको एन्सर लिँदा हुन्छ बाहिर यसरी फर्मुला ल्याउँछ माइनस बीको माइनस बेस माइनस बीस हामी पढाइमा हेल्प गर्छ कति क्लास पनि 7 यो चाहिँ हाम्रो यो यहाँको मान्छे बनाएर देखाउ न भाइ सिलिन्डर ट्राङ्गुलर प्रिज्म हाम्रो नाम भन त समर्थ कि सामर्थ यसे समर्थ एक्टिभिटीलाई होस् पुग्छ नि अब तिनजना एन्सर मिलाउनु भयो भने चाहिँ ल भन यो पनि देखाउ त एन्सर मिल्यो भने चाहिँ लाइटमा चाहिँ आन्सर मिलेन होइन अर्को भन त घामले गर्दा देखिएन हाम्रो गोपी सर यता हुनुहुन्छ अनि यो पेरिमिटर अफ रेक्ट्याङ्गलको चाहिँ सन्तोष सर 3D सेभ है तिम्रो यसलाई के बाबु बनाएको ठिक छ एकदमै राम्रो छ मैले सोझो नबनाइकन राम्रो अब अर्को कसको यो पिरामिड सर्कल कसको यो सर मेरो छुट्टै हो ल भन यो मैले पहिला म्याथहरूतिर हेरेँ त्यसको नेटदेखि सेप्सहरूको नेटदेखि त्यसको 3D सेप बनाउने त्यो बनाएको छु यो यसको तान्नुभयो भने यसको 3D सेप बनिहाल्छ के अरे यसरी यहाँ कोनको छ अनि क्युबोइडको छ क्युबको छ अनि सिलिन्डरको छ पिरामिड अनि ट्रायङ्गुलर प्रिज्मको छ यो त्यसैको त्यही नेटदेखि त्यसको 3D सेप बनाउने हो अनि यहाँ भोल्युम र एलएसटी तल लेखेको छ अनि यो भनेको हामीले यो मोडल बनाएको जसले चाहिँ एरिया अफ सर्कल र एरिया अफ प्यालोग्राम सेम वा इक्वल हुन्छ भनेर देखाउनु खोजेको छ यहाँ चाहिँ यसको
सर्कमफरेन्स निकाल्ने फर्मुला 2πr हो अनि 2πr भन्छ यसको जति हाफ हुन्छ नि यसको हाफ इक्वल यसको बेस हुन्छ कि यसको यो सर्कमफरेन्सको हाफ इक्वल यसको बेस छ अनि हाफ अफ बेस निकाल्नको लागि 1/2 इन्टु 2πr गर्नु पर्यो यसको हाफ गर्नु पर्यो नि त डिभाइड बाइ 2 गर्नु पर्यो 2 कट भयो πr रह्यो भनेपछि यो πr भयो यो πr भयो अनि हाइट इक्वल्स रेडियस यसको जति हाइट छ यसको रेडियस पनि त्यति नै हो अनि भनेपछि टोटल एरिया अफ प्याराग्राम निकाल्दाखेरि ल भाइ बेस्ट अफ लक कति क्लास हो पाइथागोरस थ्योरमको मोडल देखाउन खोजेको छ पाइथागोरस म्याथमेटिसियनले यस थ्योरम विकास गरेको भएर पाइथागोरस थ्योरम उनीको नामबाट पाइथागोरस थ्योरम रहन गएको हो पाइथागोरसको फर्मुला h² यताको p² + b² हुन्छ अनि यो अब यहाँ हेर्दा पर्दा यो स्पेस भयो यसलाई p ले डिनोट गरिन्छ यो परपेन्डिकुलर यसलाई p ले डिनोट गरिन्छ अनि यो हाइपोटेन्युस भयो यसलाई s ले डिनोट गरिन्छ बिचमा चाहिँ राइट एंगल ट्रायंगल फर्म भयो अनि h² यो निकाल्नको लागि यो बेस र परपेन्डिकुलर एडिसन गर्यो भने h को एरिया नाम के हो सगुन के हो नि नमस्ते सर यो चाहिँ अल्जेब्रिक एक्सप्रेसन हो x² + 5x + 6 को अनि यसमा चाहिँ यो x² रहेको छ अनि यो चाहिँ x रहेको छ यहाँ चाहिँ 5 वटा यस्तो युनिट भएका कारण चाहिँ 5x भयो अनि यहाँ चाहिँ 1 छ अनि यो चाहिँ 6 वटा युनिट भएको कारण चाहिँ 6 भयो अब यो चाहिँ x² को चाहिँ यहाँ यो लेन्थ चाहिँ x भएका कारण र यसको लेन्थ चाहिँ 1 भएका कारण यो तीनटा छ नि तीनटा युनिट भएका कारण चाहिँ 1 × 3 गर्दाखेरि चाहिँ 3 हुन्छ र यसको x चाहिँ प्लस हुन्छ अनि x + 3 चाहिँ यो लेन्थ डिनोट गरेको हुन्छ अनि यो चाहिँ x यो पनि x हुन्छ यो पनि x हुन्छ अनि यसको चाहिँ लेन्थ पनि 1 नै भएको कारण यो चाहिँ दुईटा हुन्छ अब भन्नु त कति छ यहाँ -13 मा ल्याउनु पर्यो यहाँ ल्याउनु पर्यो -13 अनि त्यहाँ कति मात्र भन्नु पर्यो नि यो नाप्ने सबैको भन्न सक्नु है ल भन्नु के यो चाहिँ हाम्रो चाहिँ म्याथको बारका यो चाहिँ हाम्रो 90 डिग्री उसमा लाँदा चाहिँ यस्तो फिगर यस्तो देखिन्छ अनि 180 डिग्रीमा लाँदा चाहिँ फिगर यस्तो देखिन्छ अनि 270 मा लाँदा चाहिँ तिम्रो नाम भन लाँदा चाहिँ यस्तो देखिन्छ फिगर 360 मा लाँदा चाहिँ यस्तो देखिन्छ फिगर अनि यता चाहिँ के अरे हाम्रो चाहिँ यो 6, 13 भएको छ अब यो भन त यो हेलो हामीले म्याथ बनाएको हो अनि यो चाहिँ त्यो टाइप्स अफ ट्रायंगल नम्बर लाइन अनि लिनियर बेस अफ एंगल अनि 4वटा एंगलका हामीले एक्जाम्पल दिएर बनाएको हो अनि यो चाहिँ फ्याक्टर ट्री अनि पार्ट्स अफ अ सर्कल अनि ग्राफ अनि पाइथागोरस थ्योरम पार्क हो तिम्रो यो हो लिनियर कन्सेप्टमा छ लिनियर पेयर भने कस्तो हो भेरी गुड लिनियर पेयर भनेको ए र बी अनि कन्सेप्ट बी र सी हो के यो यही अन्तर्गत अनि यो के हो मान्छे फ्याक्टर ट्री भनेको फ्याक्टर ट्री भनेको 120 ले भाग जाने हो कि 120 लाई भाग जाने 12 र 10 भयो अनि 12 लाई भाग जाने पुरक हो 2 लाई जाने यो चाहिँ म्याथ सिटी हो अनि यो म्याथ सिटीले चाहिँ जियोमेट्रिक सेपको के भन्छ एक्सप्लेन गर्छ अनि यो चाहिँ क्युब हो यो चाहिँ क्युबोइड हो यो चाहिँ सिलिन्डर हो यो चाहिँ ट्रायंगुलर प्रिज्म यो स्टार अनि यो
यो चाहिँ साइड भएको यो साइड नभएको तिम्रो 9 क्लास हो 8 यहाँसम्म 8 हो अब यिनीहरू 9 हो त्यो 9 हो यहाँबाट 9 सर एउटा मेसिन हो यो यसले अड इभन प्राइम नम्बर छुट्याउँछ सर यो 1 बाट 20 सम्मको नम्बरहरू हो अब यो मेसिन अन गरेपछि यो 1 थिच्यो भने अब अड भनेर यो मेसिनले भन्छ 2 थिच्यो भने इभन र प्राइम 3 थिच्यो भने अड र प्राइम 4 थिच्यो भने सर र 20 सम्मको नम्बरको अड इभन प्राइम सबै छुट्याउँछ सर अड इभनको अड इभन प्राइम भित्र के छ त्यो भित्र सर सर्किटहरु छ तिमीले आफैले बनाएको हो हामी दुईटाले बनाएको हो बाबु यसलाई के भन्छ प्राइम अड इभन नम्बर डिटेक्टर 9 क्लास हो म्याथलाई नि हामीले म्याथलाई एकदम एट्र्याक्टिभ बनाउनको लागि म्याथ फर्मुला बोर्ड बनाएका हौँ यसमा हामीले विभिन्न क्लास 9, 10, 8, 7 देखि उताको फर्मुलाहरू छ र म्याथको क्वेसनहरू छ यता क्वेसन यता एन्सर छ म्याथ इन्डस्ट्री अब हामीले म्याथ इन्डस्ट्री जति यता क्वेसन छ नि त्यो क्वेसनको राइट एन्सर चाहिँ हामीले यता मिलाउनु पऱ्यो होइन यो चाहिँ यो गरेको चाहिँ हामीले किन यो उद्देश्य चाहिँ किन भन्दाखेरि हामीले म्याथको अब म्याथमा अब फर्मुलाहरू याद राख्न गाह्रो हुने साथीहरूलाई म्याथलाई बोझको रूपमा लिने साथीहरूलाई यो चाहिँ फनको रूपमा अलिक गेमको रूपमा लिन सकोस् त्यही भएर अब यहाँ क्वेसनहरू छ एन्सर चाहिँ हेर्न सक्नुहुन्छ ल तयारी गर यहाँ हामीले यता एन्सरहरू छ हजुरले चक्लेट मिल्यो ल सरलाई चक्लेट दिनुहोस् अल्जेब्राकै हाल्छु यहाँ म्याथ क्विज भन्ने हुन्छ होइन म्याथ क्विजमा चाहिँ यसमा चाहिँ के सिस्टम छ भनेदेखि यो ठ्याक्क यो क्वेसनहरू हुन्छ यता एन्सरहरू हुन्छ यता क्वेसनमा ठ्याक्क राख्नु पऱ्यो भने अनि एन्सरमा रङमा राख्यो भने मिलेन भनौँ भन राइटमा राख्यो भने कति बोल्यो ठ्याक्क यसमा राखेँ नि मैले यसमा राखेँ मिलेन नि यसमा राखेँ मिलेन अनि त्यो चाहिँ हल्का उसले मजा लिन सकिन्छ अनि मैले चाहिँ यो पनि बनाएको हो यो चाहिँ त्यो नम्बर डिटेक्टर हो यो कुन नम्बर भन्दाखेरि प्राइम नम्बर त्यस्तो त्यो हुन्छ नि त त्यो लागु हुन्छ नि त त्यस्तै थाहा पाउन सकिन्छ यसले गर्दा हामीले प्राइम नम्बर कुन भन्दा यहाँ जुन पनि हुनसक्छ यस्तो यो ठ्याक्क बटन नम्बर यसमा लाइट बल्यो प्राइम नम्बर इभन नम्बर कुन भन्दा यसमा जुनमा लाइट बल्छ त्यो हुन्छ कि यसमा लाइट बल्यो वार्ड नम्बर चाहिँ हुनसक्छ यसमा लाइट त्यस्तै अर्को हेरौँ त के हो यो म्याथ सिटी हो म्याथ सिटीमा चाहिँ हामीले दैनिक जस्तै हामीले हाम्रो क्षेत्रफल निकाल्दा तपाईँको भवनको क्षेत्रफल निकाल्नु पऱ्यो भने चाहिँ एल इन्टु बीको सूत्र लगाउँछौँ परिधि निकाल्नु पऱ्यो भने चाहिँ 2 ब्राकेट एल इन्टु एल प्लस बीको सूत्र लगाउँछौँ र हाम्रो मार्केट छ सिटीभित्र मार्केट हुँदा प्रफिट एन्ड लस चाहिँ मार्केटमा पनि पर्छ म्याथमा पनि छ र यहाँ चाहिँ ब्याङ्क छ ब्याङ्कका विभिन्न प्रकारको सूत्रहरू त्यहाँ प्रयोग हुने गर्छ र यहाँ विद्यालय र घरहरू सबै कुरालाई देखाइएको छ र यहाँ ट्राफिक लाइट छ ट्राफिक लाइटमा चाहिँ सम्भाव्यता पनि पर्छ ट्राफिक लाइटमा चाहिँ रातो बोल्दा चाहिँ पहेँलो र हरियो बोल्ने सम्भाव्यता हुन्छ वाटर पेटीको सम्भाव्यता देखिन्छ बाटो जुदेको ठाउँ छ र यो हरेक 90 डिग्रीको छ यो टाढोको ठाउँ चाहिँ अनि तपाईँको यो दूरी निकाल्दा चाहिँ कति इन्टु समय गर्दा बाटोको दूरी निकालिन्छ र हामीले यहाँबाट चाहिँ के सन्देश पाइन्छ भने हाम्रो म्याथले चाहिँ हाम्रो दैनिक जीवनलाई निकै सरल र सहज बनाएको छ र यो सिटीमा चाहिँ हामीले देखाउनु खोजेको कुरा चाहिँ विकसित सहर र सफा वातावरण चाहिँ हामीले यो सिटीमा देखाउनु खोजेको हो यो चाहिँ स्ट्रिङ आर्टमा चाहिँ यो केन्द्रबिन्दुबाट हरेक किल्लाहरूलाई चाहिँ अर्धव्यास भनिन्छ र यो 3टा किल्लाहरूलाई चाहिँ व्यास भनिन्छ यो स्ट्रिङ आर्टभित्रको यो वृत्तले ओगटेको ठाउँलाई चाहिँ परिधि भनिन्छ र एक क्षेत्रफल भनिन्छ र यो पुरै कम्पाउन्ड एरियालाई चाहिँ परिधि भनिन्छ यसको क्षेत्रफल निकाल्दा चाहिँ 2πr² को सूत्र लगाइन्छ भने परिधि निकाल्दा चाहिँ 2πr को सूत्र लगाइन्छ यो चाहिँ प्रोभाइड
प्रोबेबिलिटी युजिङ डायरेक्ट्री डायग्राम हो जुन त्यो चाहिँ हामीले दुईवटा आउटकम छन् एउटा चाहिँ व्हाइट बल पढ्ने र अर्को चाहिँ येल्लो बल पढ्ने जुनमा चाहिँ 3वटा बल चाहिँ व्हाइट बल छन् भने 4वटा चाहिँ येल्लो बल छन् 7वटा ठिकाइमा यो चाहिँ प्रोबेबिलिटीको कति मतलब कि येल्लो बल जस्तो मैले अब यो निकालेर नै गरौँ यसरी मैले माथि हेरेर निकाल्दाखेरि व्हाइट बल निस्क्यो जसको चान्स चाहिँ 3/7 थियो किनभने यो 3 उस भयो भने टोटल चाहिँ जोड्दाखेरि 7 थियो त्यही भएर प्रोबेबिलिटीको चान्स यहाँ चाहिँ हामीले जनाइ देखाइएको छ अनि यसपछि पनि विदाउट रिप्लेसमेन्ट बोर्ड भएको कारणले मैले यहाँ हाल्न यो बाहिर निकालेँ त्यसपछिको हामीले गर्दाखेरि के आउँछ त भनेर हेर्दाखेरि येल्लो बल आयो जुनको चान्सेस चाहिँ 4/6 थियो किनभने हामीले एउटा निकालिसकेको थियौँ टोटलबाट 6वटा मात्रै थियो 7वटा थिएन त्यसको कारणले चाहिँ 4/6 जुनमा चाहिँ हामीले यहाँ चाहिँ यसको चाहिँ टोटल मल्टिप्लाई गरेर फर्स्ट फर्मुला युज गरेर प्रोबेबिलिटी मतलब कि मोडल गेम हो जसमा चाहिँ चान्सेस चाहिँ सबैभन्दा सेन्टरमै पर्ने हुन्छ यो चाहिँ सबै सेम लेफ्टमा बनाइएको कारणले गर्दाखेरि यसको चाहिँ लेफ्ट जाने कि राइट जाने प्रोबेबिलिटी आउटकम टेस्ट गरिएको यदि ट्राई गर्ने हामीले चाहिँ ट्रिगोनोमेट्री पार्टको महत्त्वपूर्ण अवधारणाहरूलाई चाहिँ पार्टको रूपमा प्रस्तुत गरेका छौँ अनि पार्टको पढ्नेका भने यतापट्टि चाहिँ हामीले सुपर हेक्सागन राखेका छौँ यसमा चाहिँ हामीले विभिन्न सूत्रहरूलाई राखेका छौँ जस्तै साइन्स थीटाको रेसिप्रोकल कोसेक थीटा हुन्छ यिनी दुईटालाई मल्टिप्लाई गर्दा 1 अनि कोसेक थीटा कस थीटा र कस थीटाको चाहिँ रेसिप्रोकल सेक थीटा हुन्छ यिनी दुईटालाई मल्टिप्लाई गर्दा 1 टेन थीटाको रेसिप्रोकल कट थीटा हुन्छ र यसलाई मल्टिप्लाई गर्दा 1 हुन्छ त्यसै गरी साइन स्क्वायर थीटा प्लस कस स्क्वायर थीटा गर्दा 1 त्यस्तै गरी कट स्क्वायर 1 प्लस कट स्क्वायर थीटा इक्वल टु कोसेक थीटा टेन स्क्वायर थीटा प्लस 1 इक्वल टु स्क्वायर थीटा यसले चाहिँ हामीले ट्रिगोनोमेट्रीका समस्याहरू समाधान गर्न सकिन्छ यता चाहिँ एउटा राइट एङ्गल ट्रायङ्गल छ 90 डिग्रीभन्दा अगाडिको भागलाई हाइपोटेनस 10 थीटाको अगाडिको भागलाई परपेन्डिकुलर र बाँकी रहेको भागलाई बेस भनिन्छ यसको सहायताले चाहिँ हामीले साइन कस टेन कट कोसेक सेक जस्ता भागहरूलाई चाहिँ थाहा पाउन सकिन्छ भेरी गुड ल यता भन त के हो यो भन त यो यसको चाहिँ हाइट एङ्गल निकालेर हाइट पत्ता लगाउँदै जान्छ पार्ट्स अफ सर्कलको कर्स तिम्रो सर्किल निकाल्ने प्रोसेस हैन गुड तिम्रो types of angles. There are various types of angles that you can see here. The angle which is more than 0 degree but less than 90 degree is called acute angle. You can see here. The angle which is exactly 90 degree, it is called right angle. You can see it here. The angle which is more than 90 degree but less than 180 degree is called obtuse angle. 180 degree. The angle which is exactly 180 degree. So in this graph, how can you put? The angle which is more than 180 degree but less than 360 degree, it is called the reflex angle. And I have just the angle which is completely 360 degree, it is called complete angle. Here, what are you? This is called clinometer. The clinometer चाहिँ कुनै पनि बिल्डिङ अथवा हिलको हाइट मेजर गर्नको लागि युज गरिन्छ यो ट्रिगोनोमेट्रीको पाइथागोरस थ्योरमसँग रिलेटेड छ जब जब यो एङ्गल बढ्दै जान्छ तब तब यो बिल्डिङको हाइट पनि बढ्दै जान्छ बिल्डिङको हाइट बढ्दै जान्छ एङ्गल पनि घट्दै जान्छ यो कुनै रियल लाइफमा बिल्डिङको हाइट रुखहरूको हाइट मेजर गर्नको लागि युज गरिन्छ यसै के रहेछ I think you will prism. What is it? Yes, LSC निकाल्न LSC निकाल्न किन बोलेन ल It's just like सबै LSC लाई
types of angle. First one is the acute angle, which is more than angle is the more than the 0 and less than 90. It is more than 0 and less than 90. I made This one is an acute angle. Right angle is exactly 90 degree. And This one. And when the angle is 30 the value of sin 30 0.5, cos 30 0.8. नबाबु हेर त समातेर गर्ने हुन्छ कसले के राख्ने भन्नु पछाडि खुवाउँदैन This is our formula game. This is the question and these are the answers. So you connect these. फर्मुला है फर्मुला सिकाउने प्रोसेस के भन त यो के हो एङ्गलको टाइप्सहरू छ हैन This project is made to describe the types of angle. Describes that first of all is acute angle, which is more than 0 degree and less than 90 degrees. You can see on the second angle is our right angle, which is at 90 degrees. The third angle is our obtuse angle, which is more than 90 and less than 180, and another angle is distant angle, which is 1. Device-को introduction के भन त सर थोरै how does सर थोरै भनेर सोध्नुहुन्छ उसले चाहिँ नि फङ्सन र फिटिङको बारे गर्छ हैन पहिला त्यसमा चाहिँ नि इन्फर्मेसनमा ग्रामेटिकल मिस्टेक भन्नु पर्यो रिहर्सल गरेर अनि किन्नलाई भनेपछि सरलाई नि म्याथ सरलाई पढाउनु पहिला के भने इन्ट्रोड्युस द डिस्टेबल्स नेम कसरी भन्नुपर्छ मैले भन्ने तपाईले भन्नु त एकचोटि तपाईले भनेको कुरालाई सरलाई भन्न लाउँछु कि अथवा तपाईलाई प्लिज टेल मी व्हाट यु आर मेजिङ ल अब यसलाई चाहिँ भन्नु पर्दैन यसरी पुग्नु त्यसमा त्यो एन्सर सक्यो है सेकेन्ड क्वेसन यसले कसरी काम गर्छ भनेर सोध्नु हाउ डज इट हो त्यति है कुरो बुझ्यो त्यति क्वेसन भन्नु भने सोध्नुहुन्न ठिक छ त्यो अब त्यसमा यति कुरालाई पर्फेक्टली भनिदेऊ त्यो उहाँले चाहिँ हाल्दिनु हुन्छ भन्नु ल अब इङ्ग्लिसमा ल भन्नु त क्वेसन कृष्ण सरलाई बोलाउने कि त्यसलाई तपाईँले सोधे नि हुन्छ सरलाई नै भन्नु लाग्नु त्यो कुरा ल शिव सरलाई नै भन्नु शिव सरले त्यो सोध्नुहुन्छ है कुरो बुझ्यो सरले इङ्ग्लिसमै त न त यही ठिक त लाग्छ surface area and you Good afternoon. What's the name of this kind of instrument? Now please tell me about this instrument. This is a project which is used to prove the approximate value of pi, which is 22 by 7, by using the formula of area of circle and the squares. Here, in this project, the radius of circle is equal to the length of each square. That makes the area of each circle r square. And when we flip this model, Okay, how can it be used for purpose of learning and teaching activities? yes, it can be used for teaching activities. This makes the value of pi clear to the students. They can easily understand the concept of pi by using this model. So when we flip this model, the trace inside the circle that the range inside this circle has filled up the space of these 3 squares, and a section of this we have made 7 sections in this square. That we have seen that these
the greens inside the circle has filled up the space of three squares and a section of this shape in this section. This proves that the area is equal to the area of each square is r square. This has filled up 3 squares, so the its area becomes 3r square. Plus, here are 7 sections, so it has filled up 1 section, so 3r square plus 1 by 7r square, which makes 22 by 7r square. And we know that the area of circle is r square. By this we can prove that the value of pi is 22 by 7r. Thank you. Now, what's the name of this kind of instrument? This project helps us to clarify the theorems of the circles. Here we have taken the 5 major theorems of the circles. From this we can also understand the relation between the angles of center angle and inside angles and cyclic quadrilaterals. Here in the first figure we have taken a cyclic quadrilateral, and from this we can see that the opposite angles of the cyclic quadrilaterals makes the sum 180 degree. Here we can measure the angles. Here if this angle is 80 degree, and when we measure this angle it is 100 degrees, so the opposite angles of the cyclic quadrilateral makes the sum 180 degree. And in the second figure we have taken a central angle and an inscribed angle, and here when we measure the central angle it is 50 degree, and when we measure the inscribed angle it is 25 degree. So from this we can say that the central angle is the double of the inscribed angle on the same arc. And from the third figure, here we have taken 2 inscribed angles on the same arc, and when we measure each angle, this is 70 degree, and this angle is also 70 degrees. So this proves that the inscribed angle in a circle that are standing on the same arc are equal. And here in the fourth figure we have taken a semicircle and an angle on circumference. When we measure this angle, it is 90 degrees, so it proves that the angle for the circumference angle on semicircle is 90 degrees. We have taken a cyclic quadrilateral and an exterior angle. When we measure the exterior angle, it is 90 degree, and we measure this angle, it is also 90 degrees, so it means that the exterior angle is equal to the opposite interior angle of the circle. Okay, demonstrate your concept. For what purpose you have used this on? To find the distance between points, like if we take x6, then we take 2. So here, how can we find the distance between any 2 points? This is the model of Yes. we have this is the generator, and this is the vertical line called principal axis. When the generator rotates on its axis, this is called axis, rotates on an axis, it forms a surface which is called double nap right circular hollow cone. Though this is not hollow, we just want to show you the experiment. So this is called upper nappe, the upper part of the cone. Upper cone is called upper nappe, and the lower cone is called lower nappe, and this is called angle alpha. So there, when in the cone different shapes are formed, which are called conic sections because they are formed on the cones. So there are different types of conic sections. Mainly there are 4 types of conic sections. The form of ellipse and parabola forms on only one nappe, whereas the hyperbola forms on 4 nappies. I have demonstrated by showing different surfaces. First, the variable conditions are also given how the system will form. When the alpha is less than beta, but less than 90 degree, it forms ellipse. Like this, it forms.
we also have made it like this. Similarly, beta is 90 degree also circle. It can be formed on both nappy, upper nappy or lower nappy. For this we have this one. This is called circle. Then we have it forms a parabola. And this is part of the bone forms on the both nappies, and the condition is also given. And this one is hyperbolized. The main purpose or objective why I selected this. You can see that it forms a complex structure, but the interesting fact about this is it is made only using straight lines, so it shows how our life also goes. It might seem complex, but it is just made. It can be made easily, so we don't try hard. This is the hyperboloid, like this it forms double bone nappy, upper nappy and lower nappy, and we just get it like this, it forms a hyperbola or rod circle. Your name, please. Anusha Kafle. नमस्कार सर हाम्रो चाहिँ यहाँ अकाउन्टको हुने चाहिँ त्यसमा चाहिँ हाम्रो अकाउन्टमा रहेको एसेट्सहरूलाई चाहिँ देखाएको छ। सुरुमा चाहिँ हाम्रो फिक्स एसेट जुनमा चाहिँ ल्यान्ड बिल्डिङ फ्याक्ट्री स्टेसनरीहरू पर्छ। अनि यसको चाहिँ अब यो ब्याङ्कको अब मोडल भनौँ ब्याङ्क घरको हाउसको अनि त्यसपछि यो बस भयो। त्यसपछि अर्को भनेको चाहिँ हाम्रो करेन्ट एसेट्स भयो। करेन्ट एसेट्समा चाहिँ बोन्ड्सहरू सेयर स्टक्सहरू पर्छ। अनि हाम्रो एसेट्समा चाहिँ अब क्यासहरू अनि यो गोल्ड पर्छ क्यासको गोल्ड। अनि अर्को भनेको चाहिँ ट्रान्सफर एसेट देख्न सकिने र नसकिने सम्पत्तिहरू। देख्न सकिनेमा चाहिँ ल्यान्ड बिल्डिङ मेसिनरी र स्टकहरू अरू कुराहरू पर्छ भने चाहिँ देख्न नसकिने तर एसेट्सहरूमा चाहिँ ट्रेडमार्क हुन्छ भने त्यसलाई सजिलोको लागि खेलेर पनि बुझ्न सकिन्छ नि त। स्क्वायर माइनस स्क्वायरको फर्मुला के हो? माइनस बी भयो न, त्यसको राख्यो लाइट बोल्दैन, अरूमा राख्यो लाइट बोल्दैन, रङ गलत राख्यो भने बोल्दैन। अनि त्यो राख्नुपर्छ यो पनि हुन्छ। आइसी 100 रुपियाँ चाहिँ नेपालको 160 रुपियाँ हुन्छ भने अनि यो आइसी 200 रुपियाँ चाहिँ नेपालको 320 रुपियाँ हुन्छ। यसरी आइसी 500 रुपियाँ चाहिँ नेपालको 800 रुपियाँ हुन्छ। Now introduce yourself about this kind of instrument. This is Math City, and here you can see pyramid, cone, cylinder, triangle, rectangle, square, and factor 3, and graph, and these types of triangle. अनि हामीले यहाँ पिरामिड बनाएको छौँ। नेपालीमा भन्ने हुन्छ ओके। यहाँ पिरामिड बनाएको छौँ। यस पिरामिडमा चाहिँ हामीले यहाँ 4वटा ट्रायङ्गल बनाएको छौँ। जुन कि अभियस कुरा हो, सबै पिरामिड बनाइन्छ। यहाँ 4वटा ट्रायङ्गल मिलेर एउटा पिरामिड बनेको छ। यहाँ वर्गाकार एउटा अनि यो चाहिँ हाम्रो कोन बनाएको सिलिन्डर। यो चाहिँ हामीले यसबाट चाहिँ हामीले टावर पनि पाएको छौँ। अनि यहाँ चाहिँ तिनवटा भिजा मिलेर चाहिँ ट्रायङ्गल बनेको हुन्छ। अनि यो चाहिँ हाम्रो वाटरफल भइहाल्यो। एन्ड दिस इज स्क्वायर। यो चाहिँ हाम्रो वर्गाकारमा बनेको एउटा स्क्वायर जसलाई वर्ग पनि भन्ने गरिन्छ। अनि यसबाट चाहिँ हामीले एउटा घर पनि बनेको छ।